हो दाइ के छ दाइ एकदम ठिक छ यार कस्तो पट्याउनलाई बोल्दै जस्तो गरेर हेर्दै यार साइडबाट यो दिएर पुरा चिक्ना भइदिएर कानमा कुण्डल सुण्डल लगाइदिएर गरेर के हो दाइ गर्मीमा नि ओढेर बसिरहेको क्या पुरा यता यस्तो गर्मी छ होइन अनि त्यो गर्मी चाहिँ अब हो पुरा गर्मी भइरहेछ क्या अनि अब यता त्यो फ्यान हेरिदिनु पर्ने अब घुमेको अब त्यो यस्तो चाहिँ रिस उठेर आउँछ भने नि मलाई त्यो सिलिङ र फ्यान देखाउनु थाल्यो अनि खोइ त अनुहार चाहिँ हेरिदिउँ न त अनुहारै नदेखाइकन यार लु अब फोन देखाएर भिडियो गर्नु थालेर यार के भन्छ त्यो त्यो बहिनीलाई हो मामु फोन आयो हेरेको त्यो बहिनी कसम टिकटकमा सर्च गर म त चिन्दिनँ नि हो कसम मैले हेरेको तिमीहरू कहाँबाट तिमीहरू किन होइन आई गेट इट अनुहार चाहिँ किन लुगाएको तिमीहरू त्यस्तो 3-4 जनै रहेछ त एकजना भएको पनि लजायो भन्नु 3-4 जनामा त भुक्की भुक्की मान्छे कुट्नु पर्ने हो अनि कहाँ नि हाम्रो चाहिँ हेर्ने लायक छ त अनि कस्तो कस्तो केटीहरूले स्किप हानिरहेछ अनि राम्रो पहिला पनि बनाउँथे बिचमा बनाइन अनि पछि फेरि अहिले लाइभ आउनु थाले यताउति गफसप तिम्रो त्यो अनुहार होइन लाइक 55% देखिसक्यो क्या अब 45% किन लुगाएको अनि अर्को 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 होइन मलाई फरक पर्दैन क्या बोल्न फरक पर्दैन तर अनुहारै नहेरी त कसरी बोल्नु मान्छेसँग भन्ने हो कहाँबाट हो तिमीहरू उता कपडा सपडा मेकअप त गर्नु थालेन नि उता उता कपडा सपडा लगाएर मेकअप त गर्नु थालेन नि उता ऋतिकालाई फोन लगाऊ न ऋतिकालाई लगाऊ न फोन ल अनि बे बल्ल को त्यो यु लाइट अब बल्ल एकतिर अघि लाइट बल्ल एकतिर बल्ल बल्दैछ को त्यो अर्को चाहिँ देखाउ न अब विराटनगर गर्मी होला है कतिको गर्मी छ तिमी त ट्याटु स्याटु हान्ने खालको मान्छे जस्तै देखिँदो रहेछ उता पुरा उसले चाहिँ हुन्छ नि ट्याटु स्याटु हानिदिइहाल्छ टाइपको देखिने रहेछ आएर न झट्टै देख्दा इट लुक्स गुड किन लुकेको मैले त्यो चाहिँ बुझिनँ त्यता कतिको गर्मी छ तिमीहरूको त्यतातिर फ्यान चलिरहेछ भने गर्मी छ क्या हो धेरै गर्मी हो पानी पर्छ फेरि घाम लाग्छ खोइ पानी पनि हुन्छ सबैले तराईतिर गर्मी भन्छ हो खोइ यता चाहिँ मैले के भएको मैले बुझेकै छुइनँ यार यतातिर चाहिँ त्यस्तो होइन अब मलाई चाहिँ त्यस्तो गर्मी फिल भएको छैन तर प्रायःले चाहिँ सबैले होइन गर्मी छ चाहे गर्मी छ दिन्छ के गर्मी चिसो भएर म त अहिले ब्ल्याङ्केटहरू देखाइदिन्छु सबैलाई अनि अर्को होइन ऊ के गर्छ ऊ के फाइट साइट गर्छ कि के गर्छ ट्याटु स्याटु केही त गर्छ यार उसले केही त गर्छ यार उसले होइन भन्नाले तिमी आफै ट्याटु आर्टिस्टहरू जस्तो क्या अरूलाई हान्ने टाइपको म अब कसैको घरमा पनि टीका लाउन केही जान्न भनेर उसले कपाल काटिदियो किन पुरै चिन्डाइदिएको थिए किन उसलाई कसैको घर जानु मन पर्दैन त्यही त कसैको घर जानु चाहिँ किन मन नपरेको आफन्त के छेउछाउमा पनि धेरै आफन्त भएर होला क्या मेरो पनि आफन्तहरू टन्नै छ तर त्यसमा होइन यसो 10-12 जनाहरू राम्रो छ अरू त कन्डो जस्तै छ त्यही हो हाम्रो पनि त्यही हो दा भाइ मेरो भाइ नमस्ते 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 के लिउँ भन्नु त के खाने के लिउँ हो कहाँबाट हो तिमीहरू हामी काठमाडौँबाट दाइ तिमीहरू 555 को फ्यान हो 555 को फ्यान त होइन दाइ ब्याग चाहिँ त्यही नै छ भनौँ न पछाडि गाँजाको ब्याग हल्का गेडाहरू यता चाहिँ को अनि मक्ख छ त हौ जोत्नै उता फेरि लु जोत्न अनि ग्ल्यामरमा आइरहेछ त्यो थोपडा त मुख च्यातेर बसिरहेछ सज के भाइ त्यो खाना साना खाइसकेर आँप खाइसकेर अङ्गुर खाइसकेर हो अबि मिस्टी पनि पो थियो त फ्रिजमा मिस्टी थियो एकछिन भाइ म एकछिन बसिहाल्ला भाइ 1 मिनट हामी यत्तिकै बोल्छु त हामी यत्तिकै नै बोल्ता है हमारे पास इधर काला कौन है काला कौन इसको संदेश भी बोलते हैं लु हेर त यहाँ अनि यो बिगौती भन्दा कौन छ
गाई काकर भिटाबाट हो म पनि होइन होला कहाँबाट कुन ठाउँबाट भाइ त काकर भिटा बर्मिली टोल बर्मेली टोल कहाँ हो त भट्टराई चोकदेखि अलि भित्र त्यो उयो गाडी स्टेसनदेखि अलि अगाडि ए मैले थाहा पाएँ त्यो काण्ड भएको सब ठिक छ मेरो भाइ सब ठिक छ के छ सुना त नयाँ के छ अब हुन त म त्यहाँ आएरै सुनिदिन्थेँ होला एकछिन हिँडेर होइन तर हो यताको साइडको को यो लजायो त यो भाइ हो हो तर दाइ तपाईँको त्यो जुन समय राणालाई भनेको भिडियो छ नि अँ। के बाबा लाग्यो मलाई अनि त्यो त बबाले हो नि त भाइ त्यो त बबाले हो नि त अनि बबाले हो नि त अनि म भिडियो गर्छु ल ल ल ल ल भिडियो गर बुथुरीहरू आए हुन्थ्यो भनेको बुथुरीहरू नै आउँदैन अब उनले पनि काटेन काटेन चाहिँ धन्नले स्टार लगाएको छ म त सबैले काट्छ भनेर ल ए लु यस्तो राणीहरूलाई त म के हो यो त नेपाली हेलो हजुर कता हजुर कता हो र अहिले ए म यतै हो नि त्यहाँ त्यही पछाडि त्यहाँ चोकमा नेपाल आएको हजुर अरे भाइ यसले यो पर्दाले यसले पनि नेपाल आएको भनेर चिन्नुहोस् भने त अब भाइ काने काटो इन्भाइरोमेन्ट हल्का फरक छ नि तपाईँको पहिलाको र अहिलेको सेटअप के त्यही भनेको त नि यो बुट्टे तन्नाहरू देखेर थाहा हुनु पर्ने नि नेपाल हो भनेर पछाडि हेर्दै दाइ लुम्बिनी कहिले आउनुहुन्छ दाइ ओ लुम्बिनी बुद्ध भाइ त्यो समय राणालाई ठोक्छ भाइ गर अघि यार दाइ के बोल्छ ठोक्छ बिहार सिहार के ठोक्छ भन्छ अनि यिनीहरूको गु चाट्ने फ्यानहरू आउँछ होइन अनि गु चाट्ने फ्यानहरू आएर अनि यहाँ होइन उसले भन्न खोजेको त्यस्तो होइन हजुर म त समय राणाको खप्प चुस्दिन्छु हो त्यस्तो खालको आउँछ क्या बुझिनस् हल्का अजिब छ के मान्छेहरू बुद्ध बन्द त नेपाल हो तर कर्म फेरि बिहारमा गरेको भने सुन्नु फरक पर्दैन थियो भाइ बुद्ध नेपालबाट जन्मेको नेपालको हो उता गएर मेडिटेसन गरेको थियो यहाँ पनि आएको हाम्रो ठाउँमा पनि बसेको हो टाइपको दिएको थियो भने केही छैन ओके तर त्यस्तो त हामी पनि भनिदिन्छौँ गान्धीलाई त भाइ भाइ त थिस्किदिनुहोस् त गान्धीलाई हामीले हान्दा यसरी रत्नपार्कमा ए थिएन नि यार अनि भाइ ढाँट्छ त कस्तो कुरा गर्छ यार सही कुरा भाइ कसम यार ल ताली पुरै लामो गइरहन्छ अझै यो यसकै लाग्यो तेरो लाग्यो भाइ यो गइरहन्छ ताली दामी पछाडि पुरै मान्छे छ नि यहाँ मान्छे छ त्यो ताली बजाएको नेपालको लागि बोलेपछि सबले ताली बजाइहाल्छ त्यही हो अब त्यो सुन्दिनँ म सिधै गइहाल्छु सुन्ने कामै छैन कहाँबाट हो तिमीहरू कस्तो होइन भनिदियो त लु फेरि भाइ कसम यार भाइ लु भिडियो देखाउँछ भनेर काटिदियो यार जबरजस्ती पछाडिको ससेस त के हो पिक्चर त कहाँबाट ल्याएछ यार दामी छ त यार खाउँ लाग्दो हो फेमस हो ससेस देखाएको कि के अबे जिम म्यान यता एकजना जिम गर्ने को छ ड्याम दामी ब्याक पनि ब्याक पायो यतिको पायो होइन यतिको पायो दामी मेहनत बुथुरीहरू कहाँबाट हो लु कस्तो काट्दिएको यार ओ मेरो दाइ के छ खबर अर्को जिम म्यान आयो अर्को जिम म्यान कार्डियो ए दाइ जिम हैन के दाइ म त स्प्रिन्टर हो रनर कालिस्तानीहरू क्यालिस्थेनिक्स हैन के दाइ रनर स्प्रिन्टर हो 100 मिटर यस दाइ म पनि रनर नै हो अरूले कुटा खाएको देख्यो भने चाहिँ भाग्छु म त्यति बेला चाहिँ हो होइन नभए त त्यति बेला म पनि डेन्जर रनर हो फेरि तिमीहरू कोही पनि छेउमा पर्दैन भाग्नु पर्यो भने ओइ एकचोटी भागौँ न है अब त कहाँ भाग्ने यो कोठामा यहाँ माथि चढेर भागे मात्रै कता जानु यहाँबाट कता जानु परेन भाइ भाग्नलाई रियलिस्टिक कुरा गर्ने यार भाइ कता जानु त्यहाँ भागेर ओ झापालिस दाइ एकछिन एसटिभी दाइ हग्न आएको गोटा पर्यो के गर्नु खायो भाइ गोटा पर्यो भने उत्यो गर्नु तैँले गोटा पर्दा कोही बेला त्यो यस्तो गर कि अन्त हग्दाखेरि हल्का यसरी च्यात एउटा हातले अनि हातले लिनु आफै निकाल भाइ लु यता ग्याङ्स अफ वासेपुरको त्यो उत्यो होइन ए चाबी निकाल कि त रे माथि ए भाइले बत्ती भाइ भाइ कहाँबाट त त त के एम्बापे यो त को जस्तो त त को फुटबल प्लेयर जस्तो देखिन्छ त भाइ अनि फ्यान त जेसी हुन ए हो अन्त एक्लै हो रुममा भाइ कतिमा पढ्छेस् 9मा पढेछ अन्त एक्लै बस्छेस् तेरै कोठा हो त एक्लै बस्छेस् एक्लै पकाउँछेस्
अनि को बस्छ त त्यहाँ अनि अरू म एक्लै कोठा मेरो भाइ के भनेको मैले बुझिनँ यार मेरो कोठा अलगै छ कि दाइ म अलगै बस्छु ए यो घर हो अनि कोठा एउटा छ तेरो ए त्यो भने म त कोठा भाडा लिएर बसे जस्तो लागेर नि त्यही भएर सोधेको अनि होइन, 9मा पढ्नेले कहाँ कोठा भाडा लिएर बस्छ नि के कस्तो छ भाइ तेरो पढाइ खतरा हो खतरा तपाईँ होइन होला हो दाइ हो प्राउड लाग्छ यार भाइ मेरो अलिकति फलोवरहरू कोही काहीँ देख्यो भने यसो दाइ भन्नेहरू यसो फर्स्ट हुन्छ भने खतरा लाग्छ चाहिँ मलाई चिन्नेहरू सबै नुहाड स्वाथ हो कि जस्तो लाग्छ खलेहरू हो यस्तो नै हो जस्तो लाग्छ भाइ फ्युचरै छैन जस्तो लाग्छ अनि के तेरो मेरदेखि चिनेको दाइ हजुरलाई बल्ल बल्ल भेट्यो कस्तो पहिलेबाट उठ्न बस्न लङ्गोटे आएर जस्तो गरेर भनिस् त के भन्नु दाइ अब अरू केही भन्ने शब्द साँच्चै भन्नु सन्चै छु भाइ थ्याङ्क यू भाइ थ्याङ्क यू के भयो अरे ए बुथरीहरू काटेर गइहाले हेलो नमस्ते झापाली दाई बिग फ्यान नमस्ते मेरो भाइ त सेम खैरे जस्तै देखिन्छ त यार फ्यान दाई बिग फ्यान थ्याङ्क यू भाइ थ्याङ्क कताबाट हो हामी पर्सा ठोडी चितवन ए हो बिग फ्यान भनेर फेरि अहिले ए लाडो के गर्नु चाहिँ नभन्ने भाइ फेरि ए भाइ तिमीहरू दुईजना चाहिँ त्यो पछाडि गर्मी भएर हो कि तिमीहरू कार्डियो सार्डियो गर्ने मान्छे हो हजुर दाई गर्मी छ पुरा ए गर्मी कुन ठाउँ अरे पर्सा चितवन ए आज चितवनको टन्नै उते भइरहेछ यता पनि त्यस्तै छ यार भाइ खोइ होइन उता तर झापातिर चाहिँ अलिक त्यस्तो चाहिँ अब गर्मी चाहिँ अलिक भनौँ न होइन त्यही त अनि अलिक यता चाहिँ त्यस्तो गर्मी छैन अनि मान्छेहरूले चाहिँ भनिरहन्छ झापा गर्मी तर मलाई त फिल नै भएको छैन गर्मी हो अनि तिमीलाई दो बाटोमा अब चाहिँ भुल्ने छैन हृदयमा राखी तिमीलाई जिन्दगी नै सोचेको थिए 2-4 कदम साथै हेरे तेरो थाहा भयो नि 2-4 कदम साथै हेरे तिमीले हात छोडिदियौ